चाहिएमा सम्पर्क गर तिमीलाई 100 रुपियाँको 100 ग्राम दिन्छौँ हामीले यदि दुःख गरेर लिन आएपछि अनि स्वाद फेरि लसुनको जस्तो हुने हो र यसलाई लसुने साग भनेको ल आज चाहिँ हामी मेरो भ्लग हेर्नेले त मेसेज थाहा पाउलान् के अरे अब यही भिडियो मात्र तिमीहरूको फर यू पेजमा गयो भने यो चिज के हो भन्दा लसुने साग यो चाहिँ लगभग 3000-4000 मिटरको उचाइमा छौँ हामी अनि लेखमा मात्र पाइने चिज अनि बोरो ल्याएर काट्ने साथीहरूसँग अनि लएर दालसँग खाने साग हो यो 3500 मिटरको अग्लो उचाइमा हुने भनेपछि कति राम्रो हुन्छ होला स्वास्थ्यको लागि यस्तो चिज खान पाउँछौँ हामी यो सब एरियै छ फेरि यतिको उचाइमा आउनु पर्यो सबै चिज पाइन्छ स्वास्थ्यको लागि त कति हो कति फाइदाजनक हुने भयो स्वाद फेरि लसुनको जस्तो हुने हो र यसलाई लसुने साग भनेको अनि यसलाई लगाएर बफाएर सुकुटी त्यो सिन्की भनिन्छ के अरे सिन्की बनाउनु पाइयो यतिकै आलु भुटेर खान पाइयो अरू तरकारीमा मिक्स गर्न पाइयो यति दुःख गरेर काट्ने त्यहाँ त लएर फेरि सबैलाई चखाउनु पर्यो इष्टमित्र यो त अब सिन्की बनाएर दिदीले युके लन्डन पठाउनुहुन्छ ताराखोला गाउँपालिका भनेर बाहिर पठाउँछौँ हाम्रो साथीहरूलाई पठाउँछौँ मम्मी बाबालाई पठाइदिन्छौँ सबै आफन्तजनलाई पठाउने गरिन्छ चाहिएमा सम्पर्क गर तिमीलाई 100 रुपियाँको 100 ग्राम दिन्छौँ हामीले यदि दुःख गरेर लिन आएपछि अनि त्यही भएर गाइजहरू गाउँमा बस्नु फाइदा छ क्या भयो नाटकै भयो क्या